परमेश्वरले तपाईँ र मलाई पनि केही न केही ट्यालेन्ट्सहरू दिनुभएको छ। सायद आज परमेश्वरले कसैलाई 1 सिक्का दिनुभएको छ होला, कसैले 2 सिक्का दिनुभएको छ होला, कसैले 5 सिक्का दिनुभएको छ होला। ट्यालेन्टको कुरो गर्दै गर्दाखेरि प्रियहरू, टाइम पनि एउटा ट्यालेन्ट हो, ट्रेजर पनि एउटा ट्यालेन्ट हो, अनि तपाईँको प्रतिभाहरू पनि ट्यालेन्ट्सहरू हुन्। आज परमेश्वरले तपाईँलाई के दिनुभएको छ? के आज त्यो कुराहरू जो परमेश्वरले तपाईँलाई दिनुभएको छ त्यो कुरो परमेश्वरको महिमाको निम्ति तपाईँले प्रयोग गर्दै हुनुहुन्छ कि एउटा सिक्का पाउने जस्तो माटो मुनि तपाईँले गाड्नु भएको छ? वचनमा के लेखेको छ? जोसँग छ त्यसलाई दिइनेछ, जोसँग छैन त्योसँग भएको पनि खोसिनेछ। परमेश्वरको वचनमा यो कुरो लेखिएको छ। आज हामी परमेश्वरलाई भन्दैछौँ, प्रभु मलाई आशिष दिनुहोस्, ब्लेसिङ दिनुहोस्। के तपाईँ आशिषले पुरिन चाहनुहुन्छ? कतिपल्ट प्रिय हाम्रो प्रार्थना यस्तै हुन्छ, हामी आशिषले पुर्यौँ। कहिलेकाहीँ जुन कुरोहरू तपाईँ माग्दै हुनुहुन्छ, तपाईँले ती माग्दै गर्दाखेरि मलाई कस्तो लाग्छ भन्दाखेरि कहिलेकाहीँ ती कुरोहरू नै भोलिको दिनमा हाम्रो निम्ति भारी भएर आउँछन्। परमेश्वर जान्नुहुन्छ हाम्रो जीवनको निम्ति हामीले के कुरोको खाँचो छ, के कुरोको आवश्यकता छ। हामी परमेश्वरलाई विश्वास गरौँ प्रियहरू। म एउटा कुरो तपाईँलाई बताउन चाहन्छु, तपाईँमा भएको कुरो प्रभुको महिमाको लागि तपाईँले चलाउनुहोस्। प्रभुले बाटो ढोका खोल्नुहुन्छ। प्रभु जान्नुहुन्थ्यो 5000लाई खुवाउनको निम्ति 5वटा रोटी र 2वटा माछाहरू पर्याप्त छैन, र पनि येशूले चेलाहरूलाई सोध्नुभयो तिमीहरूसँग केही छ? होइन र? यौनाको पुस्तकमा हामी यो कुरा पढ्छौँ होइन? येशूले यही कुरा सोध्नुभयो, तिमीहरूसँग केही छ? येशू जान्नुहुन्थ्यो उहाँले आश्चर्य कर्म गर्नुपर्नेछ, उहाँले यो भिडलाई खुवाउनु पर्नेछ। 200 दिनारले पनि पुग्दैन भनेर येशूलाई पनि थाहा थियो, र पनि येशूले सोध्दै हुनुहुन्छ डु यु हेभ समथिङ? तिमीहरूसँग केही छ? आजको दिन प्रियहरू, म तपाईँलाई परमेश्वरको वचनबाट उत्साह दिन चाहन्छु। तपाईँको जीवनलाई आशिषित गर्नको निम्ति अलरेडी गड हेज गिभन यु समथिङ। परमेश्वरले तपाईँलाई केही कुरो अघिबाट दिनुभएको थियो र छ। त्यो विधवाको घरमा केही पनि थिएन, र पनि एलिसाले सोध्नुहुन्छ तँसँग के छ? त्यो विधवाले भन्छ ढुङ्ग्रोमा अलिकति मात्र तेल छ। अनि परमेश्वरको दासले भन्नुहुन्छ गएर खाली भाँडाहरू जम्मा गरेर ढोकेर झ्याल लगाऊ, अनि खाली भाँडाहरूमा त्यो तेल खन्याऊ। त्यो घरलाई आशिषित गर्नको निम्ति थोरै मात्र तेल त्यो विधवासँगै थियो, र त्यो विधवाले त्यो कुरोलाई अन्डर एस्टिमेट गरेको थियो। यो कुरोबाट के हुनसक्छ? तर परमेश्वरको वचन अनुसार तपाईँले गर्नुभयो भनेदेखि थोरै कुरोबाट पनि तपाईँको जीवनमा परमेश्वरले ठुलो आशिष ल्याउन चाहनुहुन्छ। आमेन। कसैको जीवनमा पनि एकैचोटि ठुलो ढोका खुल्दैन। तपाईँ र मेरो जीवनमा सानो कुरोमा हामी इमान्दार हुँदै गयो भनेदेखि त्यो ठुलो हुँदै हाल्छ। खोला मुहानबाटै ठुलो हुन्छ र? मुहानमा त जुनै पनि खोला सानै हुन्छ होइन र? तर बग्दै बग्दै जाँदा त्यो खोला ठुलो हुन्छ। आज के तपाईँ प्रभुको निम्ति बग्न तयार हुनुहुन्छ? प्रियहरू, एक दिन तपाईँ ठुलो भएर जानुहुन्छ। म तपाईँलाई उत्साह दिन चाहन्छु। तपाईँको जीवनमा के त्यस्तो कुरोहरू छ? गिदोनलाई परमेश्वरले भन्नुभयो तमा भएको बल प्रयोग गर गिदोन। हो, परमेश्वरले पछिबाट उसलाई मानिसहरू दिनुभयो, उसको निम्ति ढोकाहरू खोल्नुभयो, तर पहिलो आज्ञा परमेश्वरलाई गिदोनलाई परमेश्वरको आज्ञा थियो तमा भएको बल प्रयोग गर। 2011मा जब हामीले यो रिभाइभल मिनिस्ट्री नेपाल हामीले सुरुवात गर्दै थियौँ, हामीलाई कुनै स्पोन्सर्सहरूले कुनै डोनर्सहरूले लु तिमीहरू कार्यक्रम गर, वी विल सप्लाई द फन्ड्स कसैले भनेको थिएन, वी विल मेक द कनेक्सन पनि कसैले भनेको थिएन। प्रेयरहरू म अहिले पनि याद गर्छु, जब हामीले त्यतिखेर हामीले कन्फरेन्सहरू, कार्यक्रमहरू, सेवाहरू, सेमिनारहरू गर्थ्यौँ है। मसँग भएको साथीहरू, म त्यतिखेर हाई स्कुल पढाउँथेँ, साइन्स टिचर थिएँ, मसँग ट्युसनबाट आएको पैसाहरू हामीले प्रभुको कामको निम्ति लगानी गर्थ्यौँ है। फलानाले गरिदियोस् अनि हामी गरौँला उफ्रौँला भनेर हामीले सोचेको थिएनौँ। होइन, दिस इज द भिजन गड हेज गिभन टु अस। यो दर्शन प्रभुले हामीलाई दिनुभएको छ। पहिला यो दर्शन हामीसँगै भएको स्रोत साधनबाट हामीले विश्वास गर्नुपर्छ, अनि बल्ल पछि अरू मानिसहरूले विश्वास गर्छ इट इज वर्किङ भनेर। म तपाईँलाई उत्साह दिन चाहन्छु प्रियहरू, आज तपाईँसँग थोरै कुरोहरू होला, त्यो कुरोलाई तपाईँले प्रयोग गर्नुहोस्। तपाईँलाई आशिषित गर्ने कुराहरू तपाईँसँगै छ। म तपाईँलाई फेरि पनि भन्छु, तपाईँलाई आशिषित गर्ने कुरोहरू, तपाईँको जीवनको निम्ति ब्रेक थ्रु ल्याउने कुरोहरू परमेश्वरले अलरेडी नै तपाईँलाई दिइसक्नु भएको छ। यु निड टु डिस्कभर इट। त्यो कुरा तपाईँलाई थाहा गर्नुपर्छ। यो कुरा तपाईँलाई थाहा गर्नुहोस्। त्यो कस्तुरी मृग जस्तै बास्ना कहाँ आउँदैछ भनेर जङ्गल खोज्नुभन्दा है, त्यो कस्तुरीलाई त थाहा छैन उसको नाभिबाट त्यो बास्ना आउँदैछ, कसले बताइदिने तिम्रो नाभिबाट त्यो बास्ना आएको, तिमी चाहिँ कहाँ डुलिरहेको छ। कतिपल्ट हाम्रो जीवन पनि यस्तै छ प्रिय भाइ बहिनीहरू, जस्ट वन्डरिङ हियर एन्ड देयर, यो गरेर हुन्छ कि त्यो गरेर हुन्छ कि
मैले अघि नै भने यिर्मयाहको पुस्तकमा प्रभुले भन्नुहुन्छ तेरो जीवनको निम्ति योजना मसँग छ। प्रभुबाट टाढा भएर तपाईँ सफल बन्न सक्नुहुन्न। प्रभुबाट भागेर हामी भाग्न सक्दैनौँ पनि। अनि एउटा कुरो याद गरौँ, गिदोनलाई भनेको कुरो। अनि गिदोनलाई तपाईँलाई थाहा छ अगाडिबाट के भन्छ, 15 पदमा हेर्नुभयो भने गिदोनले भन्छ म मेरो गोत्रलाई हेर्नुहोस्, त्यो त सबैभन्दा कमजोर छ, मेरो पिताको घरानामा म सबैभन्दा सानो छु। गिदोनले परमेश्वरको आवाज सुन्छ। गिदोनले भन्दैछ तपाईँ मलाई यति ठुलो भयङ्कर मान्छे देख्दै हुनुहुन्छ, म त मनुष्यको कुलबाट आएको हुँ भनेर भन्छ गिदोन है। मेरो गोत्रलाई हेर्नुहोस्, मेरो पिताको घरानालाई हेर्नुहोस्, 12 कुलले हाम्रो कुलले कसरी पत्याउन सक्छ? हेर्नुहोस् त कतिपल्ट प्रियहरू जब परमेश्वरको आवाजलाई हामी सुन्छौँ, हामी आफ्नो अवस्थालाई हेर्छौँ, वर्तमान अवस्था हेर्छौँ है, हाम्रो पकेटको साइज हेर्छौँ, हाम्रो कनेक्सन्सहरू हेर्छौँ र त्यसको आधारमा हामी सबै कुरोको क्यालकुलेसन गरेर हामी अगाडि बढ्छौँ। परमेश्वरको काम परमेश्वरको तरिकाले गऱ्यो भनेदेखि कहिल्यै पनि स्रोत र साधनको कमी हुँदैन। मैले भनेको होइन, एकजना परमेश्वरको दास जसले अभावबाट जीवन जिउनु भयो, अचम्म प्रकारले उहाँको जीवनमा परमेश्वरले सहायताहरू खन्याउनु भयो। उहाँले भन्नुहुन्छ परमेश्वरको काम परमेश्वरको तरिकाले गर्नुपर्छ है। परमेश्वरको काम परमेश्वरको तरिकाले गर्यो भनेदेखि कहिले पनि अभावहरू हुँदैन। फ्रेन्डहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु, आज हामी कस्तो व्यक्तिहरू छौँ है। मेरो गोत्रलाई हेर्नुहोस्, हेर्नुहोस् जस जस कहाँ परमेश्वरको वचन आयो ती कोही पनि मानिसहरूले भनेका थिएनन् हामी गर्न सक्ने मानिसहरू हौँ भनेर। तपाईँलाई थाहा छ, तपाईँले पढ्नुभयो भनेदेखि प्रस्थान 3:11 जब परमेश्वरको आवाज मोसाले सुन्छ, मोसाले के भन्छ, म को हुँ है। यिर्मयाहको पुस्तक 1:6 जब यिर्मयाहले परमेश्वरको आवाजलाई सुन्छ, उसले अघि नै हामीले पढ्यौँ है, म त बोल्नै सक्दिनँ, म त बालकै छु भन्छ। गब्रिएल स्वर्गदूत मरियम कहाँ जाँदा मरियमले के भन्छन्, यो कसरी हुन सक्छ, म त एउटा कन्या हुँ। अनि दोस्रो सैमुएलको पुस्तक 7:18 जब परमेश्वर दर्शनद्वारा दाउदसँग बोल्नुभयो, दाउदले के भन्नुहुन्छ, म को र मेरो घराना के हो, हे प्रभु तपाईँले यहाँसम्म लिएर आउनुभयो। बाइबल खोलेर हेर्नुहोस्, जसले परमेश्वरको आवाजलाई सुने कसैले पनि भनेनन् कि वी आर क्वालिफाइड, वी वर वेटिङ फर अ लङ टाइम, तपाईँको वचन आउनु त ढिला भयो प्रभु, हामी अघिबाट तयार थियौँ, हामी अघिबाट सुसज्जित थियौँ। कसैले पनि भनेका होइनन्, सबैले भने प्रभु मेरो घराना के हो, मेरो कुल के हो, म त एउटा कन्या छु, म बोल्नै जान्दिनँ, म त बालकै छु। धेरैजनाले आफूलाई त्यो बुलावटको निम्ति अयोग्य देखे, परमेश्वरले उनीहरूलाई योग्य देख्नुभयो। आमेन। हाम्रो समस्या, हामी हाम्रो नजरमा योग्य देखिन्छौँ, परमेश्वरको नजरमा अयोग्य देखिन्छौँ। तर आज हामी परमेश्वरको नजरमा आफूलाई अयोग्य देख्यौँ भनेदेखि हामी उहाँको नजरमा योग्य देखिन्छौँ। आमेन। कतिपल्ट हामीलाई लाग्छ म त क्वालिफाइड मान्छे हो र पनि भएन, म त हुनपर्ने मान्छे हो, होइन म जस्तो मान्छेले कसरी नगर्ने, हुनपर्ने हो। अनि अर्को कानमा आएर फुस्रा हो नि तपाईँ त गर्नु सक्ने मान्छे हो नि, उचाल्छ अर्कोले पनि, हो नि भन्छ, अर्को साथीले भन्छ तिमी त हुनुपर्ने, खै भएन। प्रियहरू, हामी आफूलाई परमेश्वरको नजरमा सिद्ध नदेखाउँ। रोमी 3:23 भन्छ सबैले पाप गरेका छन्, परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। आमेन। हामी आफूलाई एउटा ब्रोकन भेसलको रूपमा हेऱ्यौँ भने परमेश्वरले हामीलाई अरूको निम्ति ब्लेसिङ बनाउनुहुन्छ। But first you need to see yourself as a broken vessel. Don't see yourself as a perfect vessel. आफूलाई एउटा सिद्ध भाँडाको रूपमा हामी नहेरौँ। हामी आफूलाई एउटा टुटेको फुटेको एउटा भाँडाको रूपमा, ब्रोकन भेसलको रूपमा हेरौँ। यदि हामीले आफूलाई टुटेको फुटेको भाँडाको रूपमा हेऱ्यौँ भने हामी अरूको निम्ति ब्लेसिङ्स बन्न सक्छौँ। आमेन। के तपाईँ आफूलाई टुटेको फुटेको भाँडाको रूपमा हेर्न तयार हुनुहुन्छ? प्रभु म गर्न सक्दिनँ, आई निड योर ग्रेस, मलाई तपाईँको अनुग्रह चाहिन्छ। विदाउट योर ग्रेस हाउ क्यान आई डु दिस थिङ, म यो कसरी गर्न सक्छु प्रभु? के तपाईँ भन्नुहुन्छ? प्रियहरू, तपाईँ र मेरो पुस्तामा हामीले यो कुरा भन्न सक्यौँ भने परमेश्वरले हाम्रो जीवनमा ठुलो काम गर्नुहुन्छ। आमेन। परमेश्वर
काम गर्ने सक्ने काम गर्न चाहनुहुन्छ प्रियहरू, तपाईँको हृदयमा त्यो एउटा हृदय हुनपर्छ। म प्रभुको निम्ति अगाडि बढ्न चाहन्छु है। प्रभुको दास ब्रेनर्ड बोन्के एकजना प्रभुको दासले भन्नुहुन्थ्यो, गड अलवेज वर्क्स विथ द वर्कर्स, मुभ विथ द मुभर्स, बट ही डज नट सिट विथ द सिटर है। परमेश्वर काम गर्नेसँग काम गर्नुहुन्छ, हिँड्नेसँग हिँड्नुहुन्छ, तर यतिकै थचक्क बस्नुहुन्न प्रियहरू। हामी परमेश्वरको निम्ति क्रियाशील हुन सकौँ। अनि आखिरमा न्यायकर्ता 6:25 हामीले हेऱ्यौँ भनेदेखि हामी त्यहाँ देख्छौँ गिदोनले जब परमेश्वरको आवाज सुन्छ अनि हामी देख्छौँ उसले त्यसै रात गिदोनलाई भन्नुभयो, तेरो बाबुको बगालबाट 7 वर्षे दोस्रो साँढेले तेरो बाबुको बाल देवताको वेदी भत्काइदिए, त्यसको छेउमा भएको असरा देवीको मूर्ति ढालिदिए। अनि हामी देख्छौँ प्रियहरू, तब गिदोनले आफ्नो नोकरमध्ये 10 जनाले लिएर प्रभुले तिमीलाई भन्नुभयो गरे, तर तिमी आफ्नो पिताको घराना नगरवासीसँग डराउँथे, यसकारण तिमीले यो काम दिउँसो होइन तर राति गरे। हेर्नुहोस्, हामीले परमेश्वरको बुलावटलाई पाउँछौँ है। मैले त्यसलाई कल भनेको छ। हाम्रो जीवनमा परमेश्वरको बुलावटलाई हामी पाउँछौँ है। त्यसपछिको चुनौतीको कुरा हो, हामी हाम्रो सर्कमस्टेन्सेसहरूलाई हेर्छौँ, हाम्रो परिस्थितिलाई हेर्छौँ। जस्तो कि गिदोनले परमेश्वरको बुलावटलाई पाए, त्यसपछि उनले आफ्नो परिस्थितिलाई हेरे, परमेश्वर हामीसँग हुनुहुन्छ भनेदेखि यो कुरो हामीलाई किन भएको। त्यसपछि हामी देख्छौँ गिदोनले त्यो च्यालेन्जहरू हेरिराखेका छन्। म मेरो घरानालाई हेर्नुहोस्, त्यो एउटा चुनौतीको रूपमा हेर्दैछन्। तपाईँ परमेश्वरको काम गर्नको निम्ति तयार हुने हो भनेदेखि अन्तिम गर्नुपर्ने कुरो चाहिँ तपाईँ र मैले आफ्नो जीवनलाई परमेश्वरमा समर्पण गर्ने हो। जो कि डिभोसनमा हामी पास्टरज्यूबाट सुन्दै थियौँ, कन्सिक्रेसनको कुरो। खोल परमेश्वरको बुलावट न्यायकर्ता 6:11 गिदोनले सुन्यो, तर अब उसको जीवनमा उसले परमेश्वरको काम गर्ने कुरोको समर्पणता 25, 26 र 27 पदमा हामी देख्छौँ। जब उसले आफ्नो घरमा भएको बाल र असेराको मूर्तिहरूलाई ढालेर त्यसको जग्गामा परमेश्वरको वेदीलाई स्थापना गर्यो, अनि हामी देख्छौँ कि अब गिदोनले आफ्नो जीवनलाई कन्सिक्रेट गर्दैछ। आज म तपाईँलाई उत्साह दिन चाहन्छु, यदि तपाईँले आफ्नो जीवनलाई प्रभुको कामको निम्ति समर्पित गर्नुभयो, आफ्नो जीवनलाई प्रभुको कामको निम्ति तपाईँले शुद्ध र पवित्र गर्नुभयो भनेदेखि परमेश्वरले तपाईँको जीवनमा ठुलो काम गर्नुहुनेछ। आमेन। प्रभुको वचनमा यहाँनिर यसरी लेखिएको छ, यहोशूको पुस्तक 3:5 यहोशूको पुस्तक 3:5 यसरी यहोशूले इस्राएलीलाई भन्छन्, यहोशूले मानिसहरूलाई भने, तिमीहरू आफूलाई पवित्र बनाऊ, किनकि भोलि तिमीहरूको बिचमा प्रभुले उदेको काम गर्नुहुनेछ। भाइ बहिनीहरू, तपाईँ भोलिको जीवन आशिषित भएको देख्न चाहनुहुन्छ, आउने वर्षहरू आशिषित भएको देख्न चाहनुहुन्छ भनेदेखि आजको दिन प्रभुको वचनले हामीलाई भन्दछ, तिमीहरू आफूलाई पवित्र बनाऊ, भोलि तिमीहरूको बिचमा प्रभुले उदेको काम गर्नुहुनेछ। आजको दिन, अहिलेको समयमा तपाईँले आफ्नो हृदयलाई प्रभुको अघि चोखो पवित्र राख्नुभयो भनेदेखि तपाईँ भोलिको दिनमा अचम्मको काम गर्न सक्ने प्रभुको दास बन्न सक्नुहुन्छ। तर त्यसको निम्ति प्रियहरू, हामीले हाम्रो जीवनलाई कन्सिक्रेट गर्नु पर्यो, पवित्रतातिर ढाल्नु पर्यो। गिदोनले 300 जना मानिसहरूलाई लिएर मिदानी अमालेकीको फौजलाई मारिसकेपछि आफ्नो घरको मूर्ति ढालेको होइन, आफ्नो घरको मूर्ति ढालेर लडाइँमा निस्केको हो। आज हामी युद्धमा हार्दैछौँ किनकि हामीले घरमा मूर्ति छोडिराखेका छौँ, हृदयमा मूर्ति छोडिराखेका छौँ, र आज हामी एकपछि अर्को सेटब्याक, डिसएपोइन्टमेन्ट र डिस्करेजमेन्ट हामीले सामना गरिराखेका छौँ। तर गिदोनको जीवनलाई हेर्नुहोस्, ऊ युद्धमा होमिनुभन्दा अगाडि उसले आफ्नो घरमा भएको मूर्ति पूजाको पापहरूलाई हटाएर गयो, परमेश्वरले उसलाई विजय दिनुभयो। आज परमेश्वर तपाईँलाई पनि विजय दिनुहुन्छ। अघि हामी रोमी 12:1 पढ्दै थियौँ, पौल भन्नुहुन्छ है, भाइ हो परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीलाई अनुरोध गर्छु भनेर पौल लेख्नुहुन्छ है। अङ्ग्रेजीमा आई बिसिज यु ब्रदर्स भनेर लेखेको छ। आज प्रियहरू, तपाईँ हाम्रो जीवनलाई के जिउँदो बलिको रूपमा हामी अर्पण गर्नको लागि तयार छौँ। एकजना अमेरिकन पास्टर हुनुहुन्थ्यो, उहाँको नाम D.L. मुडी थियो। उहाँ यसरी भन्नुहुन्थ्यो, द वर्ल्ड हेज येट टु सी व्हाट गॉड विल डू विथ अ म्यान फुल्ली कन्सिक्रेटेड टु हिम बाई गॉड्स हेल्प आई एम टु बी दैट म्यान। D.L. मुडीले भन्नुहुन्थ्यो, संसारले अहिलेसम्म यस्तो मान्छे देखेकै छैन जसको जीवनबाट परमेश्वरले अचम्मको काम गर्न सक्नुहुन्छ, जो चाहिँ पूर्ण रूपमा परमेश्वरमा समर्पण छ। अनि D.L. मुडी एउटा गाउँबाट आएको पास्टर, एउटा गाउँबाट आएको केटा
अनि उसले भन्छ परमेश्वरको सहायताले म त्यो मान्छे बन्न चाहन्छु, अ फुल्ली कन्सिक्रेटेड म्यान। आज प्रियहरू, परमेश्वरको कामको निम्ति हामी आफूलाई तयारी गरौँ। भोलिको दिन हामीले गिदोनको पनि देख्यौँ, उसले कति ठुलो आश्चर्य कर्मको काम गरेको देखेको, छुटकाराको काम गरेको देख्यौँ। प्रिय, आजको दिन हामी आफूलाई तयारी गरौँ। आमेन। Thank you for watching this video. If you enjoyed it, please hit the like button and the bell notification icon.